यहाँनिरको भ्यू हेर्नुहोस् त। वाह, दियाहरू, मूर्तिहरू, लाइटहरू। आधा किलो प्याक गरायो हामीले। 280 रुपियाँ किलो रहेछ। हेलो गाइस, अहिले हामीहरू जाँदैछौँ बनबसा दिवालीको सपिङ गर्न। यहाँ छौँ कोपिला पुजारा अनि यहाँ धेरै बानरहरू पनि हुन्छन् आसपास, देखिरह होला कोपिला गएको। अब यहाँ चेक इन गर्नुपर्ने हुन्छ इन्डियाको। हामी चेकपोस्टनिर पुग्नेवाला छौँ। मैले नागिर्दा सागिर्दा चेक गराइसकेँ तर दिदी आएको छैन अहिलेसम्म। बैठ बन्दरिया आ गई दोस्तो। पुलमा चाहिँ टनाटन भिड रहेछ। अगाडिदेखि बस आउँदैछ, ऊ त्यहाँ बस रोकिया छ अनि त्यही भएर हामीहरू फसिसक्यौँ। यहीँ उभिएछौँ। त्यो बस पनि अगाडि आउँदै छैन यार। एउटा बस मात्र अट्छ कि यहाँतिर मात्र हल्का ठाउँ छ यहाँनिर। किस्मत भने जहिले पनि यस्तै हो। कपिला बानर बस आयो। बस चारधाम तीर्थयात्रावाला अनि यति मान्छेहरू ल आयो गाडीको मेला। सो गाइज बनबसा बजार पुगे अनि पुग्दाखेरि नै ट्राफिक यति छ हेर्नु त। अझ त पुगेको छैन अहिले। दिस इज कि सालबारी। सालबारी जिलेबी गाइज, दिया बत्ती। वाउ, मूंगफलियाँ मेरे कच्चा बादाम। मूंगफली सिजन पनि आइसक्यो। दैट्स नॉट मूंगफली ब्रो, कच्चा बादाम। यता पनि ल पक्कै उता पनि। यो भिडमा बोल्न नसके त भ्लगर बन्ने होस् भन्ने होइन। यिनी मान्छेहरूलाई के गरेर मलाई त अहिले सुन्दैछन् पछि सुन्दैनन्। मलाई भ्लगर बन्नु छैन नि त। हेर्नु गाइस, यो हो तिहारको मेला। सरी, दीपावली। आज दीपावली भन्छन्। काठमाडौँको इन्द्रचौक स्टेसन। कैलाश बिहेमा यस्तै ल्याउनुपर्छ। कैलाशलाई सजाउनुपर्छ धुम ताना गरेर। गाइज यत्रो बजार छ, कहाँदेखि के किन्ने भन्ने कन्फ्युज भइरहेछौँ। त्यही भएर अब हेरी यसरी बाटोमा हेरी किन्नेवाला छौँ। यहाँ छ कोपिला बानर। अब हामीहरू हेर्छौँ के किनौँ। चारैतिर मस्त सजावट छ फुलसुलको, हेर्न सक्नुहुन्छ। यहाँ हामीलाई मिल्यो बेता बहिनी। के किन्न आए? यहाँ घरका पडोसी यहाँ मिटअप भयो गाइज। हाम्रा गाउँका सबैको मिटअप भयो। उसरी त रातै पढ्ने थियो। अब 3 जना भेटिए। अब यिनी 3को सामान किन्दाखेरि त पुरै रात पढ्ने। यहाँनिरको भ्यू हेर्नुहोस् त। वाह, दियाहरू, मूर्तिहरू, लाइटहरू, रङ्गोलीका डब्बा। 50 को सेट भन्नु खोज्या हो। नाइ के 40 रुपियाँ छ अरे त्यो। नुनमै मिक्स त हुन्छ।
यहाँ आएको यति टाइम भइसक्यो तर पनि एउटा सामान किनेको छैन अहिलेसम्म। रात त स्योर पर्ने नै छ। यहाँ अहिले ढोकामा लगाउने शुभ दीपावली लेखेको हुन्छ नि त्यो किन्दैछ दिदीले। पाइएन पहिला अनि अहिले धौधौ मिल्याएको छ त्यही भएर किन्दैछ। गाइस कपाल हेर्नुहोस् त कपाल। यहाँ पुगेर पनि एउटा सामान किनिसकेको छैन अहिलेसम्म। यसले के बार्गेनिङ गर्ला भनेर यसलाई लिएर आएको तर एउटा सामान किन्न सकेको छैन। गाइस पसलमा जाँदैछ खोलेर सबै सामान हेर्दैछ त्यही पनि मन पर्दैन यसलाई। अब यसलाई कस्तो मन पर्ने हो के मन पर्ने हामीलाई थाहा छैन। मेरो खुट्टा दुखाएको थियो त्यही पनि यसले यति हिँडा झन् दुखाइसक्यो। अब यहाँ रोकिएको छ के पो किन्न। यो मन पर्यो रे खै के हुन्छ अब। Can you guess? अझै पनि त्यो मन परेन यसलाई त्यही भएर यो पनि किनेन। 120 रुपियाँ भारू भने यसको त होस आवाज नै उड्यो। अब हामी जाँदैछौँ मिठाई किन्न अनि हेरौँ कस्तो कस्तो छ। मम्मीलाई योवाला सोन पापडी खतरा लाग्छ त्यही भएर योवाला किन्ने रे। आधा किलो प्याक गरायो हामीले। 280 रुपियाँ किलो रहेछ। मिठाई त किन्यो अब आयो भाँडाकुँडाको पसलमा डाडु किन्न। ठिक छ। एउटा चिज पहिलोचोटिमै समातेर पहिलोचोटि किनेकामा बधाई छ कोपिला पुजारालाई। ल यही कलर हो कि। अनि यहाँ हेर्नु गाइस एकदम खतरनाक दिया सेप। अहिले आयो हामीहरू किराना पसलमा। अब यहाँदेखि जे सामान चाहिने त्यति लग्छौँ अनि छुट्टी हुन्छ हाम्रो। जति सामान पाइन्थ्यो किन्यो अनि अब अगाडि बढ्छौँ। यता पनि 2टा सामान मात्र किनेको छ यसले। अहिलेसम्म 2टा सामान मात्र भएको छ। हामीले सामान धेरै किन्नु छ। रात पर्न थालिसक्यो। चिनी तेल सोडा साबुन चाहिँ यो पसलदेखि किन्दैछ दिदीले। अनि यहाँदेखि सपिङ भइसकेपछि बल्ल घर जाने हो। पुरा अँध्यारो हुन थालिसक्यो। यति धेरै झिलमिली लगाएको छ। रातो त एकदम खतरनाक देखिन्छ होला। ल गाइस हामीले जे सामान चाहिन्थ्यो त्यति सामान किन्यो अनि नपाएको सामान चाहिँ बजारदेखि किन्नुपर्ने हो। त्यही भएर अब सिधै घर जाउँ। इन्डिया सस्तो पाइन्छ भनेर त यहाँ आइ इन्डियाको सामान किन्नु पर्दैन के भन्छ सर। गाइज अहिले त लगभग पुल पुरा खाली छ। यो पुल तपाईँहरूलाई थाहा नहोला दोतले अब माथिबाट हिँडेर जान सकिन्छ। इन्डियाको चेकपोस्ट पार गरेँ नेपालको चेकपोस्ट पार गरेँ। फाइनली गएर नेपाल। अनि यो हाम्रो गड्डा चौकी हो गाइज। यहाँ पुगिसक्यो। अब घर पुगिसक्यो लगभग भाइ आइसकेको छ। घरमा दाइ झिलमिली लगाउँदैछ। हामीहरू हेर्न बेताब छौँ कस्तो झिलमिली लगाउँछ भनेर तपाईँहरूलाई पनि देखाउँछौँ। गाइज ऊ त्यो घरमा चाहिँ झिलमिली लगाएको छन्। ओ यो त हाम्रै घर हो। यो त हाम्रै घर हो।